हेलो गाइस, म चाहिँ हेर्नुस् नै घाँस काट्नु भनेर गुवाबारीमा आएको। आमा आउँछु भन्नुभयो। अन्त अब बुढी मान्छेलाई एक्लै कता पठाउनु, म पनि आमासँग साथी गइदिनु पर्यो घाँस काट्नु भनेर घाँस काट्नु आएको। त घाँस काट्नु पनि म त बानी हराएछ नसकेर पसिना भएर यहाँ नि सिन्दुर पनि लेते पेते भएछ। कता कता दल्यो मेरो सिन्दुर, बानी हराइहाल्यो घाँस काट्नु पनि। अनि यहाँ हेर्नुस् न, घाँस काट्ने त बानी हरायो, बोरामा भर्नु पनि बिर्सिसकेछु म त। यहाँ हेर्नुस् न, मेरो बोरा त टेढो, मेरो बाङ्गो कम्मर भाँचेको जत्तिकै मेरो बोरा त घाँस काट्नु भारी हाल्नु नजाने। आमाले चाहिँ सालको पत्ता, यो गुवाको फुल लिएर आउनु भएको छ। सालको पत्ता आमालाई चाहिँ कति लोभ। के गर्नु साथीभाइ, सासु ससुरा पितृहरूको श्राद्ध आउँछ, सालको पत्ताको टपरी घाँस भने खुसी साथले स्वीकार्नुहुन्छ अरे। त्यो भनेर चाहिँ श्राद्धमा चाहिँ सालको पत्ता चाहिन्छ टपरी घाँस्नु भनेर चाहिँ सालको पत्ता खोज्नु भएको।